के भन्छ उठ्यो अरे पसलले रेलबाट उठेको उठाएछ ए भगवान् आएको बिचरा उता आएर बसेछ तल 6 बजे जाने भनेको 7 बजे 4 हेलो नमस्कार है टाढैबाट भयो नि सबजनालाई नमस्कार हामी चाहिँ अहिले छौँ बुटोलको गोल पार्कमा अब हाम्रो यात्रा चाहिँ सेफोक्सुन्डा तालसम्म डोल्पा जिल्लाको सेफोक्सुन्डा तालसम्म हो बुटोलदेखि रुकुम हुँदै बागलुङ हुँदै रुकुम हुँदै रुकुम पूर्व पश्चिम अब कता कता हो आँखा नि राम्रै हो मन पर्यो नि ओठ म्यासाला लडेला यार कहाँ गयो केटा कोथेर आउने अनि यार अब 6 बजे भनेको यार अहिले 7 साढे 7 8 कति बजिसक्यो यार अहिलेसम्म आउँदैन नि यस्तो पनि तपाईँको त निद्रै पुगेको छैन अझ हेर्दा नि त्यस्तै देखिन्छ यार छैन बन्द भयो खोइ ल्याएर त घामको झुल्को खोज्नलाई तानसेन पुग्ने भनेको यहीँ झुल्क्यो यार बस ल हाम्रो टोली अगाडि बढ्यो ल जाम हो केटाहरू हिँड्यो अब उरन के र आगो कुदाउँछन् जस्तो छ केटाहरूले अब यो सिद्ध बाबु ओल्लो सिद्ध बाबु ओहो भिडभाड रहेछ यार यस्तो छ क्या बाटो फेरि अब के भन्नु के गर्नु कसलाई भन्नु यहाँ फेरि के को जाम हो त नि यस्तो यो एकदम बबाल भ्युज देखेछ है भ्युज त के भ्यू के फेरि यार भ्युज भनेछु आमामा लाइन आज त सोमबार है त्यही भएर ठिक सिद्ध बाबाको लाइन हो यो बाफ्रे कहाँसम्म हो यार यत्रो मान्छे आउँछ नि यहाँ म त छक परेँ त यहाँ चाहिँ पल्लो सिद्ध भयो भन्छन् यसलाई अघिनाको ओल्लो सिद्ध भयो यो पल्लो सिद्ध भयो मान्छे चाहिँ व्यापक रहेछ नि आज त लौ बाबाजी रक्षा गरौँ यो सुरुङ यहाँ त रहेछ है सुरुङ मार्ग यो सिद्ध बाबाको सुरुङ मार्ग यहाँ पनि छ दुलो त फेरि तल यस्तो छ यार डरै लाग्ने छ यार पछाडिका नि आउँदैनन् अगाडिका कहाँ पुगिसक्यो म त बिचमा भयो त यार यहाँनिर चाहिँ फेरि अर्को दुलो तिनवटा दुलो छ त यार छिर्नी आम्मामै लो अर्को पनि छ यार दुलो त कतिवटा हो यार यता माकुराको जालो चाहिँ छ त यार यता त्यसै त चावडा भइसक्यो है यहाँ चाहिँ निस्किने होला अब यति छ यार यो त 100 मिटर नै छैन है यार यहीँ निस्किनुलाई यस्तो धामा गर्नु पर्यो हेट यस्तो फोहोर गर्छन् यार जहाँ मनलाई त्यहीँ ल यताबाट थुकिया छ उताबाट वाकेर फालेको छ यार होइन पछाडि एउटा मान्छे आउँछ भन्ने थाहा हुन्न के हो यो चाहिँ भूतखोल टक्क माथि नि जाने ठाउँ रहेछ यार कति मान्छे मर्छन् भन्छन् यहाँ फेरि भूतले तानेर हो कि होइन थाहा छैन यार जाम बाई गर्छन् यार केटाहरू यार आफ्नै केटाहरूले बाई गर्छन् अब के भन्नु जाऊ तिमीहरू कति टाढा जाने यार एकै ठाउँ पुग्ने त हो नि यहाँ क्या दामी ठाउँ यार यस्तो बवाल ठाउँ छ यार यतापट्टिबाट हेरौँ है त ओए यस्तो छ रङ साइड आएर पनि हेर्नु पऱ्यो बडा डेन्जर ठाउँ छ क्या यहाँनिर ठ्याक्क हो यो अब डुम्रे भनेको यहाँ हो कि पटुक अनि त्यसपछि चुकौनी यहाँको स्पेसल हो एउटा ग्याङ दुईवटा ग्याङ
हाउ लेट यार गाइज हेलो बाइकमै हाने भइहाल्यो नि गफ त के रोकेर हान्नुपर्छ र यार के कुरो 12 बजे ढाडेर मरेर होइन 12 बजे त बल्ल म पसलबाट निस्केको बाक्लो दुध छ कालो त कहाँ चियाइ होइन नि यार यहीँ नो हर्न रहेछ यहीँ हर्न बजाइदिएँ मैले यार यहाँबाट जाँदो रहेछ के यो चाहिँ सर्टकट बाटो हो क्या यहीँ भरे त्यो कुखुरा ठोसेर त्यो त त्यही मर्ने भयो यार वा ठ्याक्क हार्थोक बजार यो हार्थोक भन्ने यो यहाँ माथि हो त्यहाँनिरबाट बाटो छुट्छ क्या ठ्याक्क देब्रे लगाएपछि तमघास दाहिने लगाएपछि बुटल एसकेम बेका आधी बाटो छेकेर यार ए काफल है काफल काफल है गर्छ गाडी अब हेलमेटभित्र चिलायो यार अब के यस्तो दिमाग खराब हेलमेटभित्र चिलायो कसरी कनाउने हो केटाहरू त रन के त है साइलेन्ट बालेर हिँडेन त ल अगाडि केटाहरू कहाँ पुग्यो यार यहाँ रहेछन् यिनीहरूसँग हिँड्यो नि त यार गाडी त सुत्छ त खुट्टा ठोकेला भुइँमा यार ल गाडी अड्क्यो केटाहरूले कन्टेन्ट देला जस्तो छ है पल्टेर यस्तो सुताउँछन् यार कहाँनिर भद्राङ भद्राङ हुन्छ नि म अगाडि लाग्यो भने कन्टेन्ट भेटिन्छ है मेरो पछाडिको त हरायो तिनीहरू अब आउन्नन् इन्दाइल पाउनु पाएछन् क्या यार यत्रो एउटा गाडीमा त्यत्रो हालेर हिँडे खान रहने यार हो के भाइ कसलाई फोन गरेको गाँजा बनाऊ न एक पप तान न त फोन अहिले गरौँला के जिस्कार भन्दा यार कहाँ नो साइड दिन्छ नि र बसका पछि आउने भयो माग्ने हो गर कहाँ दिन्छन् र अझ बक्सरको उसमा राखेर नि यो त यति सुरक्षित हेर न कति सुरक्षित छ नवरत्न तेल जस्तै रहेछ लाओ ल्याऊ राख्न पनि सजिलो झ्यापको तलमा घुटु घुटु खाउला र भित्रको चेन लिक्विड होला होइन यो यसमा हामीले मासु पकाएम के हो र तोरियो तेल र उसमा त्यही मिनरल वाटरका डब्बामा राखेको कस्तो गर्दा नि टेस्ट अनि खाएको त ढ्याउ ढ्याउ पुरै बाड्के त्यो हुन्छ नि भित्रबाट त्यो निल उ गर्ने के डकार डकार्नेवाला हुँदो रहेछ के ल दिस इज रिडी बजार रिडीको पुल त्यो माथि गयो भने तमघास पुगिन्छ तर हामी जान्छ सिधै हो यता यो पुल छ नि आकाशे पुल तीन खम्बे आकाशे पुल यता चाहिँ म गएको छैन अब यहाँबाट यता चाहिँ म पुरै नयाँ फर्स्ट यो रुद्रवेणी जाने बाटो रहेछ के यो रिडीबाट रुद्रवेणी निस्किनु 7:30 8:30 9:30
हुन त ठिकै रहेछ म नि हिजो 7 घन्टा हिँडेको त हो एक्लै यार बहुत झ्याउनु रहेछ एक्लै त यार न अहिले नि हुन्छ नि त एक्लै छु है पहाडी गइन्छ होइन झोला छ झोला बोल्दैन जोहाङ आइएछ कि जोहाङ हामी त पाल्पा रिडीबाट तम्घास जाने छोडेर यता आइयो रुद्रवेणी आइयो होइन रुद्रवेणीबाट यो जोहाङ आइएछ अब 8, 9, 10 3 साढे 2 घन्टा लगभग 3 घन्टा भनौँ न 3 घन्टामा यहाँ जोहाङ खैरेनी गुल्मी यहाँ आइयो यार यस्तो के पुरै ए कालीगण्डकी यही हो यो त कालीगण्डकी नदी यताबाट आएर अनि यता गएर बडीघाट खोलामा मिसिँदो रहेछ क्या यहाँनिर रूपाकोट शान्तिनगर बुर्तिबाङ त्यहाँ त बाटो बन्द भनेर लेखेको छ है बाटो बन्द छ यताबाट जान्छ होला नि हजुर उनीहरू त उतैबाट गए आमै ठाउँको नाम भने त मैले सोधिदिन्थेँ नि त्यहाँ आमालाई अब यस्ता केटाहरू छन् बोल्दै बोल्दैनन् बडीघाट गाउँपालिका यहाँबाट त बडीघाट गाउँपालिका रहेछ कति कालो माटो हो यो धुलो नि यार અહીં अर्कै धुलो अहिले कालो धुलो खान लाग्यो अब बडीघाट गाउँपालिका निस्केपछि ठ्याक्क लेफ्ट हानेपछि बुर्तिबाङ राइट हानेपछि बागलुङ वाउ यता हो फुलबारी एग्रोमा आइयो अब भात खानलाई उतै बोको ढालौँ न त उकै बोको उकै बोको बाच्याम माथि उठ्यो कुन नि हे तेरो दिन कहिले हो कति छ तेरो माछ्ने दिन आमा माछा रहेछन् ऊ एकै ठाउँ डल्लो परेन नि त कहाँ त्यो अल्छी छ त्यो हेर्दै थाहा भइसक्यो त्यो हेर्दै अल्छी छ ऊ आलु सुन्न भन जाऊ एउटा चाहिँ शुद्ध तपाईँको के भन्छ केही पनि नहालिकन नुन र बेसार भयो केही नहाल्ने रे ऊ लो ए त्यसको राज खाने छैन लो बोको गनाएन भने त स्वादै हुन्न खतरा ठाउँ छ तर यता त कता भोटे कुकुर थियो यार कहाँ झम्टेर त आउन्न नि सुते सोल्टीको यस्तो छ यार हालत यार आम्मा ए आउँछ आउनु तिम्रो जिरा पड्क्यो भात त आइसक्यो 7:30, 8:30, 9:30, 10:30, 11:30, 12 4.5 घन्टा हिँड्ने छ 4.5 घन्टा यहाँ म त कहाँ आएँ म अहिलेसम्म यसो पाएन कि यिनीहरूले रोल्पै के अरे उता डोल्पै लिएर जाने हो नि त अहिले नि भन्ने भइरहेको म त यार अझै नि बाटा लिएर हिँडेन म कता ओके रोपाइँ गर्न हिँडेको त्यो धुलोमा बाइक चिप्लेर हे अब त्यो पानीमा हिँड्दाखेरि छेप्छ नि त्यसले गर्दा धुलोले छेप्ने यार खोट जुत्तामा टु व्हिलर धन्न त्यो ट्रकले छोड्दै भन्नु न त्यसैतिर हाले भात आफै भात भात पाक्दैछ तिमीलाई अत्ताएको भात ल ल बसौँ यहाँ है जिरा पड्काएको मात्रै दाइ हैन भात के आए ओहो कोइरालो
भण्डारी दाइलाई पनि पार्टी बासमती रहेछ धेरै चम्चाहरू ल्याइदिनुहोस् है हजुर चम्चाले खान्छौ चम्चाले खान्छौ हातले भात त हातले खाने गरेर ग्वाम ग्वाम ल भात पनि खाइयो यो फुलबारी एग्रो रिसोर्टमा अब त अलि स्पिड जानुपर्छ यहाँबाट कहाँ हो बुर्तिगाङ ढोरपाटाङ रुकुमकोट यहाँबाट रुकुमकोट 86 किलोमिटर रहेछ ल यहाँबाट छुट्टिँदो रहेछ एउटा बाटो भुजी खोलाबाट रुकुमकोट जाने सिधा गयो भने त वहाँ पुग्दो रहेछ ढोरपाटन केटाहरू कहाँ हरायो त हेर कस्तो देखियो पारी आमामामा है कडा भ्युज देखियो यार कहाँ हेर ऊ त्यहाँ तलतिर त बाइक नतानेर मेरो त यार अँ ल जाम पछि पछि आऊ झन्डा खसेपार समाते यो कहाँ यो हेर यस्तो जङ्गल छ के छ है अहिले त खतरा अर्कै ठाउँ आइपुग्यो लुकुम 25 ए लुकुम रहेछ लुकुम र रुकुम छुट्टै छुट्टै रहेछ नि त र होइन कि ल त्यो त लुकुम हो रुकुम होइन लुकुम तिमी पनि झुक्केछौ पख तिमीहरूको पछि पछि आउँछु म कति हाल्ने भन्ने यहाँ रहेछ है बाफ्रे केले पहिरो गएर के हो यार यस्तो यहाँ त माथि डाँडामा रहेछ क्या पाती हाल्ने ठाउँ यहाँ के हो यो यहाँ त खतरै बिल्डिङ बन्न लाग्यो त उता उता उ त्यहाँ पारी यो हो क्या बल्ल कस्तो सेतो हो क्या ढुङ्गा नि यहाँ त रिसोर्ट जस्तो बन्न लाग्छ कस्तो राम्रो पिलर उठाएर ट्याक्क ढुङ्गा गाह्रो लाग्दैछ है ढुङ्गा गाह्रो पनि फेरि सिमेन्ट हाले छैन क्या हो हालेर रहेछ सिमेन्ट त भित्रपट्टिबाट हालेर रहेछ क्या सिमेन्ट भित्रपट्टिबाट हालेर रहेछ के अलिअलि बाहिर नदेखिने गरेर जाऊँ क्या वहीँ घरै गएर खिचौँला तिनै क्या घर गएर होइन खिच गाडी फेरि अहिले त्यहाँ रहन्छ ठाउँ राम्रो गतिलो त्यहाँ बाटो तल गयो गाउँ माथि छ अनि फेरि उहाँ हेर त ए लुकुम भन्ने गाउँ यही रहेछ के लुकुम
लुकुम गाउँ पो रहेछ त्यो त कस्तो झुरुप्प गाउँ के कस्तो मजाको गाउँ रहेछ हो त्यहाँ माथि कस्तो काठको कस्तो घर हो यार हेत्तेरी सिधा घाम पर्छ यार यो त ठाउँ त गजब रहेछ त यता त यार सयपातुङ भन्ने ठाउँमा आइएछ हामी अब यी पारीबाट यहाँ वारी आइयो यार यत्रो डाँडा छ पारी तेरिका हामी त कडा ठाउँमा आइएछ नि त हेर्दा हेर्दै ए यो छापामार यो पहिला उहरू हिँडेको बाटो हो क्या यो माओवादीहरू हिँड्ने बाटो हो क्या यो लडा उसमा के आन्दोलन के अरे 10 वर्ष जनयुद्ध थियो नि हो त्यसमा लडाकुहरू हिँडेको बाटो हो यो त्यसैलाई पदमार्ग बनाइदिएको छापामार पदमार्ग गरायो भने के यो माओवादी हिँडेको बाटो हो क्या यो अरू केही नि होइन यो अलि यो धुवालो भएर यो खासै केही देखाएको छैन आँखाले त देखाएको छैन झन् क्यामेरामा के आयो होला र है एकचोटि पुछिदिउँ त ल एकचोटि पुछिदिन्छु अनि हेरौँ त ल त कतिको देखिन्छ ए यहाँ सिकन नाच्न पहिला यता Yes. What happened? What happened, bro? We are going to Dolpa. Oh my god. Dolpa. कसरी सुरुवात गरौँ दोस्तीहरु कसरी सुरुवात गरौँ लभ यु सो मच So, thank you. कसरी सुरुवात गरौँ Thank you, Sam, to you. Happy New Year. See you tomorrow, Bato Gumaro. See you tomorrow, Bato Gumaro. यस्ता मलाई जडियालाई ठाउँ सोध्छन् केटाहरू पनि यस्तै छन् के यार जाम तल ट्राफिक पुलिसहरू होला नि सोधौँला सर यहाँबाट दुनै कति टाढा छ दुनै होइन टाइम त लाग्छ कि कति लगभग कति टाइम लाग्छ एक दिन अब यहाँबाट नजिकको बास बस्ने ठाउँ कति छ आधी 1 घन्टा पुग्ने 1 घन्टा लाग्छ ए यो सिमाना यो कहाँ अवस्था आएको नि हेर्न पाइएन अब यस्तो नि कहाँबाट अवस्था आयो कता गएर अवस्था आयो नि थाहा पाएन यार मैले त यार पश्चिम भनेपछि यतै आएर अवस्था होला जस्तो नि त होइन ए त्यसो भए त जाम बाफ रे बाफ ड्याममै हानिन् के अरे यार दिदीले त यार रक्सी धेरै खाएर होला है नाच्न जाम क्या त्यहाँ हेर्न जान्छु यार म त यार हजुर ल फाइनल्ली रुकुम पश्चिम आइयो है अब चाहिँ रुकुम पश्चिम नै यहाँ राति भएको छ झन्डै 12 घन्टा पछि आइयो यार 11 घन्टा भनौँ न यो चाहिँ होटल श्री है रुकुम पश्चिममा बस्नु परेमा होटल श्री एकदम राम्रो फेसिलिटी भएको होटल श्री छ त्यो चाँडो हेऱ्यौँ त्योभन्दा चाहिँ नि यो नि बेटर लाग्यो नि यहाँ आएको बास बस्न पाइन्न नमस्ते
टक्क नाम राख्नु भएको रहेछ रुमहरू यही हो है होइन दामी छ क्या तर प्राइस अनुसार जम्मा 1850 होटल श्री ल अब आजलाई यति भइहाल्यो अब नेक्स्ट एपिसोडमा भेटौँ ल है त